हेलो लसो तसिदेलाई फ्यापोला मैले चाहिँ यहाँ एउटा बुद्धको फोटो देखाएको छु तपाईले चिन्नुहुन्छ कि भन्नु होला उहाँ बुद्धलाई तपाईले देख्नु भएको होला उहाँ बुद्धको मुद्रा अर्कै प्रकारको छ उहाँले एउटा यसभित्र चाहिँ यो भाँडाभित्र चाहिँ के छ भन्दाखेरि चाहिँ दबाई नै दबाई भरेको छ है यसो चाहिँ आज चाहिँ उहाँको मन्त्र जप्ने तरिका कसरी मन्त्र जप्ने उहाँको पाठ छोटो पाठ कसरी गर्ने भने त्यसको बारेमा तपाईँले सिकाउन गइरहेको छु कृपया ध्यान गरी सुन्नुहोला अथवा हेर्नुहोला उहाँ चाहिँ रहेको छ साङ्गे मेन्ला अथवा बेखजे बुद्ध बेखजे गुरु बुद्ध रहेको छ उहाँको नाम यहाँ छ तपाईँले पढ्न आउँछ आउँदैन होला अथवा पढ्न आउँछ भने म झुर्लो गरेर सिकाउँछु Sanga sasang ragada gayata gyasa ge samata manna men balata la hagigo hi gau सासुजु सुङ्गा सासुङ साङ्गा ngaga sangak यो चाहिँ स्पेलिङ गरेर पढेको हो यो सिधै पढ्नु पर्दा साङ्गे मेनलाई सुङ्गाक भनेर भनिन्छ बेखजी गुरु बुद्धको मन्त्र भनेर भन्नुभएको छ है बेखजी गुरु बुद्धको धारानी भन्नुभएको छ यहाँ चाहिँ उहाँको पाठ छोटो रहेको छ छोटो मिठो यो अब पढ्ने तरिका म तपाईँलाई सिकाउँछु सकतका कासिपचुक्कु माउदानर दोगा दोग बाड्याङको बे यो चाहिँ दलोकडा भनिन्छ है दलोकडा डाहाता डासिचुचु रायाताया यागिगुई रागिगुरी वानरबो वानरवो भनेर पढ्नुपर्छ आउ दारडाडा कुदोक बेड्रुयाई रिवोटा हाउ गारडाडानरडो तपाईँलाई म यहाँ देखाउँछु अप्ठ्यारो भयो होइन यो चाहिँ हाउ गारडाडानरडो वा साडेङ्बो सेमा सासेम चन्ना चिन नादा ने कायता क्या गिको कि सदाददा दसिजु दुग्गा दुग भौ साङ्गाताङ्गा लाङ्गल साटिङ्बा सेला सेल ड्रोवा सेमचिन नेगी दुङ्गल सेल बायाता झाङ्गा झाङ छसुजु छुब्बा छुब साटिङ्बा सेमा सासेम धौ पहापा बौ रागादा गायता ग्यादा जे कायता क्या गिको कि हाउ खानारो खोर्रा खोर गायता ग्या गिको गी भौ साकतक्का कानारो कोर्रा कोर झाङछुप सेम्पा गेत की खुर्गी कुर राजीगु रिन्ना रिन छाटिङबो छिन्ना छिन सामातम्मा नामेन गायता ग्यागिगु गी लाहता ला ला फायता छका छक हाउ छल्ला छल लानार लो रिन्छिन मेङ्गी ला छक छल्लो अब सिधै पढ्नु पर्दा सँगै मेनले सुङक कुदुक बेड्रु याई रिवो डा रोवा सिमचिन नेगी दुङ्गल सेल झाङछुक सेम्पा केकी खुर्गी कुर रिन्छिन मेङ्गी ला छा लो उहाँको मन्त्र रहेको छ फर्स्टमा ता दाया दा अनि के छ यहाँ दाह त दा लेखेको छ है तद्या था यहाँ कसैको यहाँ था लेखिएको हुन्छ होइन तद्या था लेख्नुपर्छ यहाँ अनार ओममा ओम बाहा त बा बाडिङको बे शालुक खा यो चाहिँ शालुक खा भन्नु पढ्नुपर्छ जा जया त जा जाडिङको जे शालुक खा फेरि जाया त जा जाडिङको जे राहा त रा जाहा त जा सा मासिजु मुता मुत भन्ने भने हुन्छ मासिजु मुता मुत गा ताटेङको ते साउस्र स साहत सा स्वाहत स्वा भन्नु पर्छ साउस्र स्वा स्वाहत स्वा साउस्र सा भन्ने पर्छ होइन साउस्र सा साहत सा हाहत हा सिधा पढ्नु पर्दा तद्या था ओम बेखाजे बेखाजे यहाँ चाहिँ कस्तो लेखेको छ भने
तादिया था ओम बेखाजे खाजे राजा समुद गदे सोहा कुनैमा तादिया था ओम बेखाजे बेखाजे राजा समुद गदे सोहा लेखेको हुन्छ। यहाँ चाहिँ लेखेको छैन बे एउटा मात्रै लेखिरहेछ। तादिया था ओम बेखाजे खाजे राजा समुद गदे सोहा भनेर पढ्नुपर्छ। यो चाहिँ हामीले मन्त्र जप्दाखेरि उहाँको मन्त्र बेखाजे गुरु बुद्धको चाहिँ तपाईँले मन्त्र जप्न चाहनुहुन्छ भने पहिला यसरी पढ्नुपर्छ। उदो बेरु याये रिबो डा डोवा सिमजिन निजी दुंगल सिल चान्जु सेम्बा गेगी खुर्दिगो रिन्जे मेन्जे लाला चान्सालो भने पढेर चाहिँ त्यसपछि ताद्या था ओम बेगजे बेगजे राजा समूहको देशो हो भने तपाईँले मन्त्र जप्न पर्ने हुन्छ। अथवा तपाईँलाई एक माला जति माला जपे तापनि जपिसकेर पछि हामीले प्राणीधान भन्ने गर्नुपर्ने हुन्छ। उहाँ प्रार्थना गर्ने भन्नुहुन्छ है। जति पनि आफूले गरेको पुण्य छ सबै प्राणीको लागि भनेर चाहिँ हामीले प्रार्थना गर्नुपर्छ। त्यो प्रार्थना चाहिँ यो रहेको छ। धाउ घाडेङ्बो गे वा हाउ धाजिगु दि याजिगु यिसायी माया तन्या न्याचु न्युर न्युर तासेपु दु भौ दागा दाक केवा दि न्युरुदु दाक sanga sasang ragada gayada gyasa ge samata manamen lahatala au garada dashi dubba dub gayata gya gyasi jurra jur nasa ne au garada danaro do wa kau chaji gu chiga chik gayata kyang ma lashi lusa lui sange menla dubjur ne do wa chik kyang ma lui pa tating de yagi gu yi sa la hau gandara goda god para shanno shoga shog तेई साला कोही पर सो भनेर पढ्नुपर्छ। यसलाई सिधा पढ्नु पर्दा गेवा गेवा दि निरुदो ताक संगे मेन्ला डुब्जुर्ने डोवा चिक्याङ मालुई पा देये साला कोही पर सो भन्ने यसरी पढ्नु पर्नुहुन्छ। तपाईँले उहाँको मन्त्र बेखाजी गुरु बुद्धको मन्त्र तपाईँले जप्न चाहनुहुन्छ भने यसरी तपाईँले जप्नुहोला है। यसरी जप्नुभयो भने त्यसको धेरै पुण्य लाभहरू हुन्छ। आफूले जानेर नजानेर गरेकोमा धेरै फरक हुन्छ। त्यही भएर कारणले तपाईँहरूले विशेष गरी ध्यान दिनुहोला यस विषयमा।